हेलो साथीहरू र मैले चाहिँ सधैँ इस्कुस फर्सी काँक्रा खोर्सानीको देखाउँथेँ है। र आज चाहिँ म तपाईँहरूलाई भिडियो देखाउँदैछु सिमीको हेर्नुहोस् है। सिमी यस्तो दामी छ ल। सिमी फलिराखेको छ, बिचबिचमा फल्दैछ। सिमीहरू पुरै फलिराखेको छ, दामी बोट पनि आएको छ हो। र हजुरहरू सबैजना आरामै हुनुहुन्छ ल, म पनि एकदम आरामै छु है। तपाईँहरू स्वस्थ हुनुहुन्छ होला, म पनि स्वस्थ छु भनौँ न। फल्दैछ, चिचिला लाग्दैछ है सिमीको चाहिँ हो। सिमी फल्दैछ हो प्राय। अब यो फल्ने सिजन भयो र पुरा रोपेको छ नि यस्तो खालको है। तपाईँहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। कसले चाहिन्छ, मनपर्छ होइन। तपाईँहरू मनपर्ने जतिले, बिन्स मनपर्ने जतिले चाहिँ कमेन्ट बक्समा मलाई प्रतिक्रिया जनाउनु होला होइन। धेरै रोपेको छ यो चाहिँ। यो फल्दैछ, कति त पुरा फलिराखेको छ नि त होइन। यस्तो फल्दैछ नि त यी, देख्नु हुँदैछ, फलिराखेको छ होइन। यस्तो फलेको छ, फल्दैछ अझै पनि र पुरा छ हो, पुरा रोपेको छ यो सिमी। जतिजनालाई मनपर्छ तपाईँहरूले यसो कमेन्ट बक्समा लेख्नु होला है। मजाले फल्दैछ हो। यो हिउँदे सिमी भनिन्छ, हामी चाहिँ भन्छौँ के पुरा फल्दैछ। यो टुप्पीसम्मै फल्ने हुन्छ। यसको चाहिँ दामी फल पनि लाग्ने नै रहेछ भनौँ न। फल लागिराखेको छ, रोग लागेको छैन हो। पुरा फल्दैछ है, हेर्नु होला है। र यस्तै छ। यो उतो खोर्सानी बारी छ हो, खोर्सानी रोपेको हो। खोर्सानी बारी हो यो चाहिँ। र यस्तै छ मेरो गाउँठाउँ, यस्तै छ भनौँ न होइन। यो बारी यता यो रुखको सिधा, यो रुखले छलेको डाँडामा चाहिँ बिचमा, त्यो चाहिँ साङडुप्चे भन्छ नाम्चीको। को आउनु भएको छैन घुम्नु, आउनु होला, रमाइलो छ यो जग्गा। यो रुखको बिच, यो सुकेको रुख र बिचमा हो नाम्ची बजार चाहिँ। देख्दैन अहिले, तुवालो लागेको छ होइन। र यस्तो छ, सिमीहरू छ। सिमीहरू पुरा फलिराखेको छ। तपाईँहरूलाई यदि मनपर्छ भने चाहिँ मलाई कमेन्ट बक्समा लेख्नु होला है। केरा पोसाउनु आँटेको छ, केरा पनि मजाको भइराखेको छ, पोसाउनु आँटेको छ हो। सिमी बिन्स छ हो। यतै पनि बिन्स, उता पनि बिन्स छ। यस्तो दामी छ, अग्लो छ यो चाहिँ। फेरि कति अग्लो नि त होइन। अग्लो चाहिँ हेर्नु होला ल। यो 2 मान्छे भन्दा नि बेसी अग्लो छ भुइँदेखि भन्नु हो भने चाहिँ। यति अग्लो छ। र तपाईँहरूलाई जतिजनाले हेर्नुहुँदैछ, तपाईँहरूले कमेन्ट बक्समा लेख्नु होला र भिडियो अन्तिमसम्म हेरेर है साथ सपोर्ट गरिदिनु होला है भन्न चाहे। ओके, अझै पनि छ बिन्स हो। यतै पनि छ, परदेखि आएको नि त, परदेखि आएको हो। लाउँदै यतातिर पनि छ र यहाँतिर हो। यो बिन्स चाहिँ दामी फल्ने भइराखेको छ। यस्तै छ है साथीभाइहरू। दामी छ है, दामी छ है। है यस्तै छ भनौँ न। यहाँनिर मेल फलेर पुरा मेल फलिराखेको छ। यो
अरे ठुलो नहुँदो रहेछ नि त है, जुम नहुँदो रहेछ। जुम भयो भने चाहिँ म देखाउँदै। यो चाहिँ मेल हो, फलेको हो, पुरा फलिरहेको छ, टुप्पीसम्मै फलिराखेको छ नि मेल हो। र तपाईँहरूलाई पनि मनपर्छ भने चाहिँ यदि कमेन्ट गर्नुहोला होइन, कमेन्ट गर्नुहोला। नाम्ची बजार त्यहाँ अलिअलि देख्छ गहिरोभित्र। जुम गरौँ त। सेतो सेतो भन्ज्याङमा देखिँदैछ नाम्ची बजार हो। त्यो चाहिँ एउटा बिल्डिङ ठुलो देख्दैन नि, त्यही हो नाम्ची बजार चाहिँ। नाम्चीको बजार चाहिँ त्यही हो। त्यसको मास्तिरको डाँडा चाहिँ साङडुप्छे डाँडा भनिन्छ। त्यो नाम्ची बजारकै माथिल्लोपट्टिको त्यहाँ छ। त्यहाँदेखि त्यो डाँडाको जुन लास्टको डाँडा देखिन्छ नि, त्यो चाहिँ हो फेरि कालिम्पोङको डेलो डाँडा भन्छ। डेलो भन्दा नि अलिक मास्तिरको डाँडा हो कालिम्पोङको डाँडा। जुन डाँडादेखि पर लास्टमा डाँडा देखिन्छ नि, त्यो भन्ज्याङदेखि उता पल्लो लास्टमा डाँडा देख्छ नि, त्यो चाहिँ कालिम्पोङ है। अझै पल्लो डाँडा चाहिँ त्यो थुम्का जस्तो डाँडादेखि नै सिधा परको डाँडा चाहिँ कालिम्पोङहरू पर्छ है साथीहरू होइन। दार्जिलिङ चाहिँ अपोजिट यतानिर पर्छ, यतातिर पर्छ, यो केराको रुखपट्टि सिधा। दार्जिलिङ पनि नजिक हो मेरोबाट। र यति नै हो आजको भिडियो चाहिँ होइन। यतिको छ सिमीहरू, यति अग्लो छ भनौँ न, अग्लो छ। अलिक टाढो बाटो भए चाहिँ देख्थ्यो होला नि, साह्रो नजिक भयो नि त है। म देखाउने कोसिस गर्छु तपाईँलाई अलिक टाढोबाट पनि ल। यति अग्लो अग्लो छ हेर्नुलाई। मुही तल छ भने चाहिँ यति अग्लो अग्लो छ। यही हो, दामी छ सिमी चाहिँ, दामी रोपेको छ। फल्छ यो, धेरै नै फल दिन्छ यसले चाहिँ। भन्नु पर्दाखेरि यहाँदेखि उता चाहिँ अम्लिसर बारी, यहाँदेखि यता चाहिँ सब्जी बारी हो, सब्जी बारी। ओके 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 ओके, यस्तै छ मेरो जिन्दगीको सबै कुराहरू, यस्तै चल्दैछ। यहाँनिर सानो सानो सिमीहरू फलिराखेको छ नि त होइन। यहीँ बिन्स हो यो चाहिँ ल, घिउ सिमी भन्छ यसलाई चाहिँ हामी, घिउ सिमी भन्छौँ यो चाहिँ। घिउ सिमी भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ, तपाईँहरूले के भन्नुहुन्छ? म चाहिँ घिउ सिमी भन्छु यसलाई। ओके। र यो खोर्सानी बारी त्यता हो तल हो। अन्त यो केराको रुख पोसाउनु आँट्यो, फल्नु आँटेको छ होइन। अब फेरि म भित्रभित्र यतैबाट छिर्छु होइन। भित्रभित्रै छिरेर जाने सिमीका बारीभित्र। कति अग्लो छ त सिमीको झ्याङ। मान्छेहरूले हौसिन्छ भन्छ, तर जति सिमी चाहिँ बोटाए त्यति फल्ने हुन्छ होइन र। यति अग्लो अब यो, यति अग्लो 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 छ। र यस्तै भिडियो आजको त हुँदैछ। ओके, मेरो चप्पल पनि अड्कियो हौ। यो चाहिँ अर्कै खालको सिमी हो, पुरा फल्दैछ होइन। फल्दैछ नि त यो सिमीहरू, पुरा फल्दैछन्, पुरा फलिदिन्छ यसले चाहिँ भनौँ न।
कोहीको चाहिँ बिग्रिनु खोज्दैछ र भयो नि ठिकै छ भन्नुपर्छ। ओके, थ्याङ्क यू सो मच सबैजनालाई धन्यवाद। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू ल। सबैजनाले राम्रो राम्रो कमेन्टहरू गर्नु होला, जसमा कि तपाईँहरूको कमेन्टले गर्दा अझै पनि खेतीबाली लाउनको लागि चाहिँ मलाई जोस जाँगर चल्नेछ भन्दै अब चाहिँ मैले बन्द गरेँ ल साथीहरू। बाई बाई, थ्याङ्क यू सो मच, थ्याङ्क यू।